हेलो गाइज, यो चाहिँ एसियाको दोस्रो नेपालको पहिलो जलविद्युत केन्द्र हो। यो देख्न सक्नुहुन्छ तपाईले, यो चाहिँ जलविद्युत केन्द्र हो। यो चाहिँ विद्युत उत्पादन गरिसकेपछि पानी निकास गर्ने ठाउँ हो। यहाँ वरिपरि चाहिँ हरियाली देख्न सक्नुहुन्छ तपाईले। हामी चाहिँ जलविद्युत केन्द्रमा आएका छौं, बाहिरबाट हेर्न लागेका छौं। यहाँ देख्न सक्नुहुन्छ, यहाँ वाटर टर्बाइन हो। यो चाहिँ अब चाहिँ हामी जलविद्युत केन्द्रको भित्र जाँदैछौँ। यो चाहिँ वाटर टर्बाइन हो। यहाँ चाहिँ धेरै वाटर टर्बाइनहरू रहेका छन्। यहाँ चाहिँ अँध्यारो भएको कारण राम्रो देखिन सकेको छैन। यो चाहिँ विद्युत नियन्त्रण गर्ने उपकरण हो।